नमस्ते, फेरि पनि म तपाईको माझमा आइसकेको छु चस्मा लगाएर आफ्नै बारीको आफ्नै अर्ग्यानिक स्यान्डविच लिएर। स्यान्डविच चाहिँ यहाँ दाइले बनाउँदै हुनुहुन्छ है, अर्ग्यानिक आफ्नै गाउँको आफ्नै घरको आफ्नै तरिकाले, जस्तो खाए पनि उस्तै उस्तो खाए पनि यस्तै। फाइनली हामी अब बनाउँदैछ, यसलाई ढाक्दिउँ। आफ्नै गाउँको आफ्नै बारीमा आफ्नै तरिकाले घिसेर आफ्नै मजाले खान सकिन्छ। साथ टक्क लगाएर यस्तरी चिज घिच्ने। फास्ट गर न, आफ्नै बारीको आफ्नै हातले बनाएको छिटो छिटो गर, आफ्नै तरिकाले आफैले छिटो छिटो गर्ने। गाइस देख्न सक्नुहुन्छ तपाईँ, म पनि आज आफ्नै तरिकाले बनाउँदैछु, आफ्नै तरिकाले भिडियो बनाउँदैछु, आफ्नै तरिकाले। यस्तै घरमा टोस्टर भए पनि हुन्छ, नभए पनि तावामा सेक्ने के छ र। ठिक छ गाइस, यसलाई लास्टमा बनाएर तपाईहरुको माझमा ल्याउने छौं। साथीहरु, आफ्नै माझमा आफ्नो स्यान्डविच फाइनली रेडी भएको छ है। ल देखाउनु टेस्टी हो सर। चप देखो ना देखो ना आफ्नै बारीमा आफ्नै स्टाइलले बस बास मत गर्नु। आफ्नै तरिकाले बनाएको स्यान्डविचलाई आफूले यसरी काट्न सक्छौं हैन। अनि टक्क लगाएर यहाँ अब प्याकिङ गर्दैछन् दाइले है। फेरि मैले टोपी चाहिँ सिधा लगाएको छु। फुल क्रिस्पी हुनु पर्यो। यस्तो फुल क्रिस्पी हुनु पर्यो, फुल क्रिस्पी हुनु पर्यो। त्यस्तै चाहिँ साथी हो है, यस्तरी हो हैन। ल यो चाहिँ कस्टमरको हो हाम्रो हैन। ठिक छ।